So hello and good morning guys. लड्ने भएको कस्तो दामी हिउँ परिरहेको यहाँ चाहिँ है। बिहानको अहिले कति बज्यो 9 बजे जस्तो लाग्यो 9:30 भयो। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा हिउँ चाहिँ बवाल परिरहेको छ। चल झूठा केटा हो हिउँ खेल्यो जापान आऊ है ल खावा ओ अहिले सक्दैन त्यति बोक्दैन नि हिउँ खेल्यो जापान आऊ है। हिजो बेलुकादेखि पऱ्यो अहिलेसम्म यतिको भएको छ। वेदर हेर्दा चाहिँ घाम लागेको देखाएको थियो। चल झूठा सुतिरहेको थियो म त इनले उठाएर क्या सही पकडे हैं पर्छ आऊ है हिउँ खेल्न जापान। चल आइम ब्याक नाउ होइन गाइज म चाहिँ फेरि आइसकेँ। बिहान हिउँ परिरहेको थियो हेर्नु नि त कस्तो दामी घरको छतमा नि दामी भएर रुखमा है बिहानभरि हिउँ परिरहेको थियो। अब काममा जानुपर्ने हुन्छ म चाहिँ होइन अहिले कति 3 बज्यो होला सायद 3 बजी म काममा जाँदैछु। 5 बजीदेखि काम छ। अहिले अगाडिदेखि गएर बस्नु पर्यो भनेर लागेको रोकिएको। म चाहिँ काममा आइसकेँ। मेरो काम ठाउँ चाहिँ त्यो होइन म चाहिँ काममा ठाउँमा आइसकेँ होइन। अब लुगा सुगा आएको छ लुगा चेन्ज गर्छु अलिअलि त खोल्छु है जुत्ता सुत्ता त्यहाँ होइन के गर्नु गाह्रो छ होइन। ल है त अनि एकछिनमा भेटौँला। ओ गाइस म चाहिँ कामबाट फर्किसकेँ होइन। लास्टै जाडो छ काम नि रोज गाह्रो थियो है। हिउँ परेर आज लास्ट जाडो भइरह -2मा हात कामिरह है। आम्मानी लो थकेर लाग्यो। अनि त्यहाँबाट मैले बाटोमा भ्लग बनाउन पनि झ्याउ लाग्यो नि यसो रुम पुग्ने बेलाबाट लाग्यो। अनि त्यही भएर यसो इन्डिङ भ्लग बनाइदिउँ के भनेर लाग्यो क्या म चाहिँ। हेर्नु त यहाँ हिउँ अझै बाँकी छ यत्रो हिउँ आएन -2 हो। काममा हात नि काटिरहेको छ है च्वाट्टै हुने यहाँ। मेरो के भयो काममा जहिले हात काट्छ यार। काम गर्न नजाने है के हो हतार नगर्नुपर्छ क्या। यस्तै गाह्रो जाडो हो होइन। र गाइज आजको भ्लग चाहिँ यति नै होइन। भ्लग के कस्तो लाग्छ होइन यसो सपोर्ट गरिदिनु होला। लाइक सेयर सब्सक्राइब गर्नु नभन्नु होला होइन। यसो कमेन्ट पनि ठोक्नु होला है कस्तो खालको प्रयास गर्छु बनाउने त। प्रयास जारी छ भन्नु पर्यो अब। ल है त गाइज आजको भ्लग चाहिँ यति नै। अब रुममा जान्छु खाना पनि बनाउँदिनँ होला लो झ्याउलाइरा यसो केही खान्छु अनि सुत्छु म चाहिँ आज त्यत्तिकै। ल है त गाइज।